इस बोरर पाकेछ है पेत्तै भएछ इस हेर्नुस् त यस्तो हुन्छ कि पाकेछ हो कुहिनु थालेछ कुहेछ पनि अब चाहिँ हेरिन सक्नुहुन्छ क्या यो पाकेर झरेपछि यो माथि छ बोररको रुख बँदै लगाएको त त्यो बनाइदिएको छैन बाँदरले त जुङ्गा मात्रै लाग्दै थियो रहेछ यी सकेछ यस्तो गर्छ अल्छी लाग्दो यो कोपीहरू हेर्नु नि कुहिएको के भयो त्यस्तो ओइ किरा म च्याउ खोजेको कि छैन रहेछ करेला फलेको नि माया लाग्दो फल्दै रहेछ इस नाबो चाहिँ यसरी फल्छ नि त चिचिलो हेर्नुभयो यहाँ नाबो चाहिँ यसरी फल्छ यसलाई थाङ्ना छैन तर पनि फलिरहेछ मैले चाहिँ खेती गर्नु छोडिदिएँ क्या अब चाहिँ घाँस मात्रै छ बरु त गाईलाई हुन्छ छोडिदिएको तपाईँहरूले यस्तो कसले गर्नुहुन्थ्यो सानोमा हेर्नुहोस् ल मलाई त गर्नु मनपर्छ यो अघि गरिहालेको छु कि अहिले पनि गर्छु हेर्नुहोस् ल यस्तो देख्नै नहुने कि ओहो यसो गर्थेँ कि मैले यसरी उडाउँथेँ क्या कस्तो मजा लाग्थ्यो नि हेर्ने हामी पहिला क्या कसको टाढो जान्छ बेसी टाढो जाने भनेर खेल्थ्यौँ यस्तो कि स्कुलदेखि आएर मकैबारीमा पसेर चाहिँ क्या यसरी यसरी उडाउँथ्यो हो अनि ढोड खान्थ्यौँ मचाएर उखु जस्तो हुन्छ यस्तो ढोड उखु जस्तो हुन्थ्यो कसले खान्थ्यो भन्नुहोस् है त कम्ती मजा आउँदैन थियो त्यस्तो खेल्नु अलिअलि भएको अब यो पनि सक्छ होला ए जुङ्गा आउनु आँटेछ यिनीहरू पनि हो अब यो पनि सक्छ होला झरी च्याउ खोजेको कि साथीहरू किन खोजेको नि बेलुका छिचिमिरा पुरा आएको थियो नि त बत्तीमा लाइटमा छिचिमिरा आयो भने चाहिँ त्यो झरी च्याउ फल्छ नि त मजाले उम्रिहाल्छ नि त त्यो भनेर चाहिँ आएको छैन रहेछ झरी च्याउ मसिनो झरी च्याउ कम्ती मिठो हुन्छ यो चाहिँ के हो झरी च्याउ चाहिँ डर हुँदैन क्या यसो मकै हेर्नु नि लगाइदिएर झरी च्याउ चाहिँ खानु डर हुँदैन क्या छिचिमिरा निस्किने साथ झरी च्याउ उम्रिहाल्छ नि त यसको चाहिँ साँपहरूको विष त्यति राख्ने डर हुँदैन क्या देखेपछि टिपिहाल्नुपर्छ हो त्यो हेर्न आएको छैन रहेछ छिचिमिरा त पहिला हामीले कम्ती खान्थ्यो त है भुटेर पोलेर बत्तीमा तपाईँले खानुभएको कम्ती मिठो हुँदैन अहिले त घिन लाग्दो रहेछ एकदम बरु च्याउ खान्छ इस यहाँ अदुवा रोपेको हो अदुवा पनि अलिकति खेर रोपेको रहेको त्यो पनि केले मारमुर गरिदिएको छ हामीलाई त नि गरी खान दिँदैन नि त केले हो सबै मारिदिएछ बचाइदिएछ हो केही खेती गरी खान दिँदैन हो यस अदुवा पनि यसो गरिदिन्छ अन्त खेतीहरू गर्नु मन पर्दैन